प्लस टू पछि के पढ्ने भन्ने कुराहरूले अहिलेको स्टुडेन्ट्सहरूलाई धेरै कन्फ्युज बनाइरहेको हुन्छ। यदि धेरै अप्सन, यदि धेरै कन्सल्टेन्सीजहरूले तपाईहरूलाई दोधारमा पारिरहेको हुन सक्छ। तपाईले अब के पढ्ने भन्ने कुरामा पनि डिटरमाइन गर्ने गर्छ। यदि तपाईले प्लस टू मा साइन्स लिएर पढ्नु भएको छ र राम्रो जीपीए मा पास हुनु भएको छ भने तपाईसँग धेरै अप्सनहरू छन्, जस्तै मेडिकल एन्ड अलाइड हेल्थ साइन्स, इन्जिनियरिङ एन्ड टेक्नोलोजी, प्योर एन्ड अप्लाइड साइन्स। यो भित्र धेरै कुराहरू पढ्न सकिन्छ, जस्तै एमबीबीएस, बीएससी नर्सिङ, बी फार्मेसी, बीएमएलटी र बीटेक। यस्तै अरु थुप्रै कोर्सहरू छन् र यो सबैको लागि अहिलेदेखि मात्र नभई विगत लामो समयदेखि इन्डिया एकदम बेस्ट अप्सन हुँदै आएको छ। जान पनि धेरै खर्च नलाग्ने, पढाइ पनि वर्ल्ड क्लास र अपर्च्युनिटी एकदम धेरै भएको इन्डिया अहिले धेरै जनाको चोइसमा पर्दै आएको छ। तपाईलाई हामीले इन्डियाको बेस्ट कोर्स, बेस्ट अफ द बेस्ट युनिभर्सिटिज, कलेजहरू चुज गरी तपाईहरूको सेफ्टीलाई हाई प्रायोरिटीमा राखी होस्टेलको व्यवस्था गर्दै आएको छौं। यदि इन्डियाको बारेमा सोच्नु भएको छ भने एकचोटि हामीलाई कल गर्नुहोस्। हामी तपाईलाई फ्रीमा हाम्रो एक्सपिरियन्स र प्रोफेसनल कन्सल्टेन्ट मार्फत कन्सल्ट गर्दछौं। यदि काठमाडौँमै हुनुहुन्छ भने तपाईले हामीलाई पुतली सडकको शंकरदेव कलेज नजिकको सीआरटी बिल्डिङमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ।